नमस्ते सबैजनालाई। सबैलाई यहाँहरूलाई भन्न चाहन्छु है, त्यति भन्नको लागि चाहिँ म आज भिडियो बनाइरहेको छु। लाइक सेयर सब्सक्राइब गरेर चाहिँ नि सपोर्ट गर्नु होला है सबैजनाले। भिडियोलाई अन्तिमसम्म हेर्नु होला। म चाहिँ आज उठेदेखिको होइन, अहिले चिया खाएँ, खानासाना बनाउँछु, सबैको भिडियो हाल्छु म खानासाना बनाएको होइन सबैको। आज उठेदेखि अब मेरो काम, आज हुने कामहरू सबै एभ्रिडे एभ्रिथिङ। गाइस कलेज जाँदैछु, बाटोमा हिँडिरहेको छु है। साइकल पार्क गरिसकेको छु मैले, साइकलमा हिँड्ने बाटोमा छु। यस्तो छ है त घरहरू, हाम्रो घरहरू बनाउनु पऱ्यो भने भत्काउनु पऱ्यो भने यसरी प्लास्टिकले कभर गर्छ, जसले चाहिँ बाहिरपट्टि प्रब्लम नहोस् अरूलाई भनेर है। चाहिँ हावाले साइकल लडाइदिइरहेको छ यहाँ यही बाटोमा है। टिपेर सङ्कलन गरेर डस्टबिन छैन भने आफ्नो ब्यागमा हालेर एउटा गोमी फाल्ने ठाउँमा नभए घरमै लगेर आफ्नो गोमीमा फ्याल्यो नि हुन्छ है। बाहिर जथाभावी फाल्यो भने चाहिँ राम्रो मानिँदैन है जापानमा चाहिँ। गाइस म चाहिँ काम गर्नुमा पुगिसकेको छु। चेन्ज गर्ने हो यहाँभित्र, चेन्ज गर्ने यहाँभित्र बसेर चाहिँ टक्क यहाँबाट चाहिँ हाम्रो यो चाहिँ सेकेन्ड फ्लोर भयो होइन, रक्सीहरू भयो, यहाँबाट अर्को हुन्छ रक्सीहरू। बाहिर चाहिँ सेकेन्ड फ्लोरको हल हुन्छ है। सेकेन्ड फ्लोरदेखि तल चाहिँ किचन छ हाम्रो, मैले चाहिँ किचनमा गर्ने हो है एज अ सेफ है त गाइस। यहाँभन्दा उताको भिडियोहरू चाहिँ अलिक गाह्रै हुन्छ हाल्नलाई, अलाउड हुँदैन होइन, त्यो भएर स्टे ट्युन्ड। अब घरतिर लागिरहेको छु, घरतिर लाग्दा लाग्दै चाहिँ मेरो बाटोमा चाहिँ नि टक्क क्यास्टल। गाइस दिस इज ओसाका क्यास्टल है, म चाहिँ कसैले यहाँ माथिबाट चाहिँ भ्यू है यो टक्क ओसाकाको।